सुप्रभात। यो बज्रकाञ्चल एफएम 80.2 मेगाहर्जको बिहान 5:30 बजेको नेपाली भाषाको बज्रकाञ्चल खबर। म अशोक यादवको नमस्कार। आज मिति 2083 साल ज्येष्ठ महिनाको 4 गते आइतबार, तदनुसार 2026 महिनाको 18 तारिक ज्येष्ठ शुक्ल पक्षको तृतीय तिथि रहेको छ। अब सुरु गर्दैछु स्थानीय समाचारहरूबाट। बौद्धिमाईमा शिक्षकमाथि कुटपिट गरेको आरोपपछि विद्यालय बन्दको घोषणा गरिएको छ। रौतहटको बौद्धिमाई नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा न्यायप्रेमी नागरिकहरूले शिक्षक रामबाबु यादवमाथि भएको भनिएको कुटपिट घटनाको विरोधमा विद्यालय बन्दको घोषणा गरेका छन्। 2083 साल दुमा महिना 2 गते जारी गरिएको एक विज्ञप्ति मार्फत आन्दोलनरत पक्षले नगरपालिकामा कार्यरत एक शिक्षकलाई नगरपालिका कार्यालयमा बोलाई नगर प्रमुखद्वारा कथित रूपमा कुटपिट, मानसिक यातना तथा अमानवीय व्यवहार गरिएको आरोप लगाएका छन्। उक्त घटनाले शिक्षा क्षेत्रको सम्मानमाथि नै आघात पुगेको उनीहरूको भनाइरहेको छ। विज्ञप्तिमा शिक्षक समाज निर्माणका आधार स्तम्भ भएको उल्लेख गर्दै शिक्षकमाथिको आक्रमणलाई सम्पूर्ण शिक्षा क्षेत्रमाथिको आक्रमणको रूपमा व्याख्या गरिएको छ। साथै लोकतान्त्रिक समाजमा कुनै पनि व्यक्ति कानुनभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै पद र शक्तिको दुरुपयोग गरी शिक्षकलाई अपमानित गर्नु निन्दनीय तथा अस्वीकार्य भएको जनाएको छ। आन्दोलनरत पक्षले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुन कारबाही तथा पीडित शिक्षकले न्याय नदिएसम्म बौद्धिमाई नगरपालिका अन्तर्गत रहेका 17वटा सामुदायिक विद्यालयहरू बन्द गरी शान्तिपूर्ण आन्दोलनमा एकवटता जनाउन सम्पूर्ण प्रधानाध्यापकहरूले आग्रह गरेको छ। विज्ञप्तिमा यो आन्दोलन कुनै व्यक्तिगत स्वार्थका लागि नभई शिक्षाको समान न्याय तथा मानव अधिकारको रक्षाका लागि भएको उल्लेख गरिएको छ। साथै विद्यालय प्रशासन, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूले अन्याय विरुद्ध एकजुट हुन आह्वान समेत गरिएको छ। विज्ञप्तिको अन्त्यमा भनिएको छ, शिक्षक सुरक्षित भए मात्र शिक्षा सुरक्षित हुन्छ, शिक्षा सुरक्षित भए मात्र समाज सुरक्षित हुन्छ। जिल्ला प्रहरी कार्यालय रौतहटलाई इलाका प्रहरी कार्यालय मलपुरका प्रमुख इन्स्पेक्टर भरत केसरीलाई वैशाख महिनाको उत्कृष्ट पुलिस अफ द मन्थ घोषित गरिएको छ। आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटमा आयोजित विशेष कार्यक्रमका बीच प्रहरी उपरीक्षक सीताराम रिजालले इन्स्पेक्टर भरत केसरीलाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो। प्रहरी निरीक्षक केसीले ट्राफिक व्यवस्थापन, फरार प्रतिवादी पक्राउ तथा शान्ति सुरक्षाको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनलाई जिल्लाकै उत्कृष्ट प्रहरीकै रूपमा छनौट गरिएको रिजल्टले बताएका छन्। केसीको नेतृत्वमा सञ्चालन गरिएको संयुक्त ट्राफिक चेक जाँच अभियान मार्फत हेलमेट बिना सवारी चलाउने, चालक अनुमति पत्र तथा आवश्यक कागजात बिना सवारी सञ्चालन गर्ने र भारतीय प्लेट नम्बरका कागजात पत्र विहीन सवारी गरी 120वटा सवारी साधन कारबाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन्। त्यस्तै गरी गत वैशाख 22 गते मलपुर आइटी चौकमा भएको सवारी दुर्घटनापछि फरार भएका मोटरसाइकल चालकलाई पक्राउ गर्न इन्स्पेक्टर केसीले विशेष सक्रियता देखाएका थिए। वीरगञ्जबाट चोरी गरी ल्याएको मध्य प्रदेश 03027 प 5755 नम्बरको मोटरसाइकल एक स्थानीय महिलालाई ठक्कर दिई गम्भीर घाइते बनाएपछि चालक फरार भएको थियो। दुर्घटनापछि सीसीटीभी फुटेज र विशेष अनुसन्धानका आधारमा फरार चालक बारा सिमरनगढ नगरपालिका 3 निवासी 23 वर्षीय जाबिर अन्सारीले पक्राउ गरी कानुनी दायरामा ल्याउन प्रहरी सफल भएका थियो। एसपी रिजालद्वारा प्रदान गरिएको प्रशंसा पत्रमा इन्स्पेक्टर केसरीले व्यावसायिकता, लगनशीलता र कर्मनिष्ठाका साथ शान्ति सुरक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ। तराई टप अनलाइनमा खबर लेखिएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटमा विदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटबाट इलाका प्रहरी कार्यालय लाहान सिराहामा कार्यालय प्रमुखको रूपमा सरुवा भई जान लाग्नुभएका विष्णु प्रदीप बस्याललाई एक कार्यक्रम बीच विदाई गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरमा आयोजित विदाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख सीताराम रिजालले प्रहरी नायब उपरीक्षक बस्याललाई फुलमाला लगाई मायाको चिनो प्रदान गर्दै सफल आगामी कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृत, प्रहरी हवलदार तथा जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बस्याल रौतहटमा कार्यरत रहँदा प्रहरी नायब उपरीक्षक बस्यालले शान्ति सुरक्षा तथा सङ्गठनात्मक
जिम्मेवारी प्रभावकारी रूपमा निर्वहन गरेको भन्दै साथीहरूले उहाँको योगदानको प्रशंसा समेत गरेका थिए। कर्मीहरू बीच आत्मीय वातावरण सम्पन्न फेरि भेटौला कार्यक्रममा आगामी दिनमा अझ सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको थियो। 2 महिना अधिक मास सुरु शुभ कार्य नगर्न सामाजिक मान्यता 88 आजदेखि 2 महिना अर्थात् अधिक मास सुरु भएको छ। 2 महिनाको एक महिनाले सामाजिक जीवनमा 2 महिना भनिन्छ। यस वर्ष वैशाख महिनामा 2 महिना परेको हो। यसको सुरुवात शुक्ल पक्षबाट हुने परम्परा रहेको छ। वैशाख महिनाको शुक्ल पक्षको प्रतिपदादेखि आज 2 महिना सुरु भएको मानिएको छ। प्राय 3 वर्षको अन्तरालमा आउने 2 महिना यस वर्ष वैशाखमै परेको छ। 2 महिनालाई अत्यधिक मास तथा मलमास पनि भनिन्छन्। यस अवधिमा विवाह, नयाँ घर निर्माण तथा नयाँ पसल सञ्चालन जस्ता शुभ कार्य नगर्न सामाजिक मान्यता रहेको छ। अधिक मासका अधिपति सूर्य नभए भगवान विष्णु मान्नु भएकाले यसलाई पुरुषोत्तम मास अर्थात् भगवान विष्णुको महिना पनि भनिन्छ। धार्मिक विश्वास अनुसार यस महिनामा जप तप, भगवान विष्णुको पूजा, श्रीमद् गीता, विष्णु सहस्रनाम, रामचरितमानस, रामायण तथा अधिक मास महात्म्यको पाठ गर्दा अन्त्य सबैभन्दा धेरै गुणा बढी पुण्य प्राप्त हुने मान्यता रहेको छ। गरिब तथा आवश्यकतामा रहेका व्यक्तिले अन्न, वस्त्र तथा दीप दान गर्नु पनि शुभ मानिन्छन्। 2 महिनाको समाप्ति वैशाख महिनाको औँसीका दिन हुनेछ। यस अवधिमा धेरै मानिसहरूले तीर्थयात्रा गर्ने परम्परा पनि रहेको छ। काशी, हरिद्वार र प्रयागराज जस्ता तीर्थ स्थलमा पुगेर दान धर्म गर्दा बढी पुण्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ। सुखदेव चौकमा राति 9 बजे पछि मदिरा बिक्री र सेवनमा रोक लगाइएको छ। रौतहटको सुखदेव चौकमा मदिरा खरिद बिक्री तथा सेवन नियन्त्रण गर्न स्थानीय स्तरमा पहल गरिएको छ। यमुनामय गाउँपालिका 1 स्थित सुखदेव चौकमा सर्वपक्षीय सहमतिमा मदिरा नियमन गर्ने निर्णय गरिएको छ। स्थानीय प्रतिनिधि, बजार समिति, बुद्धिजीवी तथा प्रहरी चौकी सुखदेव चौकको संयुक्त बैठकले राति 9 बजेसम्म मात्र मदिरा बिक्री, खरिद तथा सेवन गर्न पाइने निर्णय गरिएको छ। मदिरासँग सम्बन्धित सबै पसल अनिवार्य रूपमा राति 9 बजेसम्म बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ। स्थानीयवासीका अनुसार मदिरा सेवनपछि रातिको समयमा हो हल्ला, झै झगडा जस्ता सामाजिक शान्तिमा असर पर्न थालेपछि यस्तो निर्णय गरिएको। सुखदेव चौकलाई थप व्यवस्थित शान्त बनाउन यो कदम प्रभावकारी हुने विश्वास गरिएको छ। विद्यालय सरसफाई गर्दा बियरका खाली बोतल भेटिएपछि नैतिक प्रश्न उठेका छन्। रौतहट सदरमुकाम गौ नगरपालिका 8 स्थित आधारभूत प्राथमिक विद्यालय पुरेनमा सरसफाई कार्यक्रममा बियरका खाली बोतल भेटिएपछि नैतिक प्रश्न उठेको छ। विद्यालय परिसरभित्र बियरका बोतल फेला परेका हुन्। साथै विद्यालयको शौचालयको अवस्था पनि अत्यन्त दयनीय देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वडा नम्बर 8 का अध्यक्ष वीरेन्द्र शाहको अगुवाईमा करिब 2 दर्जन स्थानीय तथा युवा अभिभावक विद्यालय परिसर सरसफाई गरेका थिए। विद्यालय व्यवस्थापन समिति तथा प्रशासन सफाइमा ध्यान नदिएको भन्दै युवाहरू स्वस्फूर्त रूपमा सरसफाई अभियानमा जुटेका थिए। विद्यालय बन्द रहेको समयमा केही व्यक्तिले विद्यालय परिसरमा मदिरा सेवन गरेको हुन सक्ने आशंका गरिएको छ। विद्यालयको मन्दिर मानिने विद्यालय परिसरमा बियरका बोतल भेट्नु दुःखद र लाजास्पद भएको स्थानीय बुद्धिजीवीहरूको भनाइ रहेका छन्। एलानी जग्गाको विषयले समाज तरङ्गित भएका छन्। सरकारी एलानी जग्गा खाली गराउने विषयले अहिले समाजमा व्यापक चर्चाको विषय बनेको छ। स्थानीय सरकारबाट धामाधाम खाली गराउने आदेश आउनु तथा सङ्घीय सरकार विभिन्न स्थानमा अतिक्रमण हटाउने अभियान चलाएपछि समाजमा यस विषयमा चासो बढेको छ। गाउँघरमा रहेका पैनी, पर्ती तथा अन्य सार्वजनिक जग्गामा स्थानीयले वर्षौंदेखि कब्जा जमाउँदै आएका छन्। कतिपय आर्थिक रूपमा सम्पन्न व्यक्तिहरूले समेत सरकारी एलानी जग्गा ओगटेको देखिएको छ। आफ्नो निजी जग्गा खाली राखेर सरकारी जग्गामा घर बनाएका व्यक्तिहरू अहिले झन् बढी चिन्तित देखिएका छन्। विभिन्न निकायले सार्वजनिक जग्गा खाली गराउन सक्रियता बढाएपछि समाजभर यस विषयमा व्यापक बहस सुरु भएको छ। गाउँ-गाउँमा कसले कति एलानी जग्गा कब्जा गरेको छ भन्ने चर्चा चलिरहेको छ। अधिकांश नागरिक सरकारी जग्गा खाली गराउने पक्षमा सकारात्मक देखिए पनि केही जनप्रतिनिधिहरू भने यसले आफ्नो राजनीतिक प्रभाव घट्ने डरमा छन्। यद्यपि
नेपाल सरकारको कडाइ बढ्दै गएपछि स्थानीय तह पनि सार्वजनिक जग्गा संरक्षणतर्फ सक्रिय बन्दै गएको देखिएको छ। प्रस्ताविक प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरुद्ध संसदीय सुनवाई समितिमा 7 उजुरी परेका छन्। वैशाख 26 गते संसदीय सुनवाई समितिले प्रस्ताविक प्रधान न्यायाधीश डाक्टर शर्मा विरुद्ध उजुरी आह्वान गरेको 7 उजुरी परेको सङ्घीय सदन सचिवालयले जानकारी दिएको छ। समितिले शर्मा विरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन 10 दिनको समय दिएको थियो। उजुरी दिनेले आफ्नो नाम, वेतन र फोन नम्बर स्पष्ट खुलाउनु पर्ने पनि उल्लेख गरिएको थियो। उजुरी दिने समय सोमबारसम्म रहेको छ। प्राप्त भएका उजुरीमाथि छलफल र छानबिन गर्ने र त्यसपछि प्रस्ताविक प्रधानाध्यायसँग प्रत्यक्ष सुनवाई हुनेछ। न्यायाधीश डाक्टर शर्मालाई वैशाख 24 गते बसेको संवैधानिक परिषदले न्यायाधीशमा सिफारिस गरेको थियो। अब व्यापारिक विश्राम।